हो त रहेछ नमस्कार, होइन जय रहेछ मसी साइडमा रहेछ मेरो सम्पूर्ण मेरो यस्तो साइडमा परिवारलाई है अपरेसन र गरेको यहाँ रहेछ तपाईँहरू नानी कहाँबाट कोही हेर्नु केयरलेस हुँदैछ पाराले है गरिरहेको छ र अपरेसन मैले त बिमारीको हालेको थिएँ हो अनि के रुई भन्न सुई केही चाहन्छु भने निकालेको मैले छैन अन्त स्वाइगको केयरलेस लागि पाराले हालेको गरेछ कुन थिएँ चाहिँ है डक्टरले चाहिँ गर्यो यस्तो स्वाइग चाहिँ जति थैट भए तापनि कस्तो केयरलेस तपाईँले गरेको धेरै डक्टर नभए तापनि है कम्ती थोरै तपाईँले हालिदिनुहोस् उहाँको लागि है उहाँ छिटो जाती होस् भर्खर यङ केटा बिमार भएको हो त्यस कारणले तपाईँहरूलाई सानो यो भिडियो मार्फत है तपाईँहरूको लागि तपाईँहरूले सहयोग गरिदिँदै हुनुहुन्छ होला भनेर चाहिँ यो सानो भिडियो मैले बनाइरहेको छु है र उहाँको घर चाहिँ बेङ्गाल बिजनबारी हो है उहाँको घर चाहिँ र मेरो चाहिँ आउजाउ भइबस्छ है म हिजोअस्ति पनि पुगेर आएको र किनभने सबैलाई नै परिआउँछ त्यसरी है र उहाँ अलिकति सहयोगले गर्दा थोरै सहयोग भए तापनि उहाँ किनभने उहाँ जाति हुन चाहन्छु भन्दैछ है सबैलाई त म जाति हुन्छु भन्ने त हुन्छ हो कि होइन अन्त भर्खर अहिले यङ केटा हो र उहाँको हालत तपाईँले देखिरहनु भएकै छ है उहाँको हालत चाहिँ धेरै नाजुक अवस्थामा छ किनभने चाहिँ उहाँको हड्डी छाला मात्रै छ है हड्डी र छाला मात्रै छ त्यस कारणले चाहिँ तपाईँहरूलाई यो अपरेसन गरेको न्यू मात्रै भएको कारणले गर्दा उहाँको हातखुट्टा केही लाग्दैन है केही लाग्दैन रहेछ ओछ्यानमै टट्टी पिसाब त्यही भएको कारणले गर्दा अलिकति तपाईँले सहयोग गरिदिनुहुन्छ भने तपाईँको सहयोगले धेरै उहाँको घर परिवारमा चाहिँ धेरै है सहयोग पुगेको होस् भन्ने आशा गर्दछु है उहाँ आमा छोरा मात्रै हुनुहुँदो रहेछ घरमा त्यस कारणले गर्दा धेरै तपाईँहरूलाई सहयोग गरिदिनुहुन्छ भन्ने आशा गर्दछु यो भिडियो चाहिँ तपाईँले धेरै धेरै सेयर गरेर ताकि अरूको सन पनि पुर्याइदिनुहोस् भन्ने आशा गर्दछु है र सबैलाई नै परिआइलाग्छ त्यस कारणले म त्यहाँ क्युआर कोड है उहाँको छैन क्युआर कोड है उहाँ परिवारको क्युआर कोड भन्दा उहाँको खोलेकै ब्याङ्क उयो नै छैन है त्यस कारणले गर्दाखेरि जुन क्युआर कोडहरू म हालिदिनेछु त्यसमा तपाईँले हालिदिन सक्नुहुन्छ जति तपाईँहरूले हालिदिनुहुन्छ उहाँलाई चाहिँ म पुऱ्याएर दिनेछु है तपाईँले कति कति हाल्नुहुन्छ उहाँलाई चाहिँ म भिडियो मार्फत उहाँलाई पुर्याउने छु है तपाईँहरूको माझमा पुर्याएको भिडियो पनि हाल्नेछु तपाईँले जति जति सहयोग गरिदिनुहुन्छ है उहाँलाई छिट्टै चाँडै जाती होस् भनेर चाहिँ म चाहन्छु है र उहाँको धेरै नाजुक अवस्थामा छ है म धेरै खेप पुगेर आएँ है उहाँको है उहाँ बोल्नु त बोल्छ तर उहाँको हात खुट्टा केही लाग्दैन तपाईँको हेर्नुहोस् मैले भिडियोमा नि हालिदिएको छु त्यस कारणले तपाईँहरूले धेरै थोरै भए तापनि सहयोग गरिदिनुहुन्छ भन्ने आशा गर्दछु है र तपाईँहरूले धेरै धेरै सेयर गरिदिनुहोस् भन्ने आशा गर्दछु र यो भिडियो है तपाईँहरूलाई के कस्तो लाग्यो कमेन्टमा भन्नु पनि सक्नुहुनेछ है सबैलाई नै परिआउँछ है यस्तो अवस्थामा है उहाँको कति उठ्नु मन लाग्छ होला कति हिँड्नु मन लाग्छ होला है र त्यस कारणले चाहिँ म जाती हुन्छु भनिरहेको छ है त्यस कारणले चाहिँ तपाईँहरूले थोरै भए तापनि सहयोग गरिदिनुहोस् भन्ने आशा गर्दछु है र अहिलेलाई जय मसी नमस्कार है मेरो हेरिरहने दर्शकहरूलाई फेसबुक मेरो पेजमा साथीभाइहरूलाई चाहिँ यही सहयोग तपाईँहरूको माझदेखि तपाईँकोदेखि पनि अरूलाई पनि तपाईँहरूले गरिदिनुहोस् है अरूलाई पनि सेयर गरिदिनुहोस् भन्ने आशा गर्दछु ल
अहिलेलाई म यतिमै राख्दै